प्रधान न्यायाधीशदेखि प्रधानमन्त्रीसम्मको यात्रा। विषम 2009 साल भदौ 26 गते विराटनगर मोरङमा जन्मिनुभएकी नेपालको पहिलो महिला प्रधान न्यायाधीश तथा वर्तमान नेपालको पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ। दृढ निष्पक्ष र निडर व्यक्तिका रूपमा परिचित उहाँलाई नेपालमा न्याय क्षेत्रकी आइकोन महिला समेत भनेर चिनिन्छ। विषम 2031 सालदेखि कानुन अभ्यास सुरु गरेर त्रिभुवन विश्वविद्यालयमा शिक्षण कार्यमा पनि संलग्न हुनुभएको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की विषम 2055 सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो। उहाँ सो समयमा भ्रष्टाचार, मानवाधिकार, सुशासन र समानताका मुद्दामा सक्रिय हुनुभएको थियो। उहाँ विषम 2073 जेठ 11 गते नेपालको प्रथम महिला प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको थियो। सो समयमा उहाँले न्यायपालिकामा पारदर्शिता, जवाबदेहिता, भ्रष्टाचार विरुद्ध कठोर निर्णयहरू, मानवाधिकार र प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय रहनुभएको थियो। उहाँलाई मिति 2082 साल भदौ 27 गते शुक्रबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूले नेपालको संविधानको धारा 80 बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।